जुन हाम्रो घोडामाथि चढेको हाम्रो राजा हुनुहुन्छ र हाम्रो यो अगाडिको दुईवटा यो दरबारबाट दरबारले प्रदर्शन गर्दै हाम्रा सिपाहीहरूले हाम्रो राजाको सुरक्षाका निम्ति निस्किने क्रममा सुरक्षा दिने हाम्रा दुईजना सिपाहीहरू हुनुहुन्छ र हाम्रो यो घोडाको लगन तान्ने हाम्रा राजाको सहयोगी हुनुहुन्छ। त्यसै गरी घोडाको पुच्छर तान्ने पनि हाम्रो राजाको सहयोगी हुनुहुन्छ। त्यसै गरी हाम्रा पछाडिबाट हाम्रा नृत्य मारुनी नृत्य कलाकार मित्रहरूले रमाइलोका साथ आफ्नो मौलिकता झल्कने गरेर उहाँले आफ्नो गानाबाट र नृत्यबाट सो घोडे नाचलाई प्रदर्शन गरे। हाम्रो लालीगुराँस सेवा रुमको यो खेल मेलामा खेलो हाम्रो यो मनसम्म नै विधिगत तरिकाले उहाँहरू आफ्नो तल माईको मन्दिरमा गई विधिगत तरिकाले पूजापाठ गरे। आजको घोडेनाच सम्पन्न फर्किआए सम्पन्न भई आफ्नो घोडेनाच कोटघरमा बाँकी भएको अवशेषहरूलाई पूजापाठ गरे राखे। आगामी अघिल्ला जस्तो अर्को वर्ष 2076 प्रदर्शन गर्ने गरी सुरक्षितका साथ हाम्रो अवशेषहरू राख्ने चलन छ। धन्यवाद। हाम्रा घोडेनाच कार्यक्रमहरू अब नृत्य प्रस्तुत गर्दै आफ्नो बाटो तय गर्दै हुनुहुन्छ र उहाँहरू यो रुमगाविसले पहिलेदेखि नै चलिआएको चलनचल्ती अनुसार विभिन्न ठाउँहरूमा गई दान सङ्कलन गरे दान दिने चलन छ। त्यसै अनुरूप उहाँहरू आफ्नो बाटो तय गर्दै हुनुहुन्छ। ओमकार मित्र हाम्रो खेलाका नै खेल सुचारू गरिदिनको निमित्त पनि म अनुरोध गर्दछु र हाम्रा स्वयंसेवक मित्रहरू दर्शक दिनहरूलाई हाम्रो कोटभन्दा 1 मिटर टाढा बसेर बसिनुको निमित्त पनि